लसो सबैजनालाई आज चाहिँ फेरि म खोला हैन आइरहेको छु। खोलामा फेरि लुगा धुनु धेरै थियो नि त, धेरै दिनदेखि नै लुगा नधोएको, लुगा धुनु धेरै भइरहेको थियो। तर आज चाहिँ अब मेन लुगाहरू चाहिँ अलिक अब अहिले युज गरिबस्ने पर्ने छ हैन, लगाइबस्नुपर्ने लुगाहरू चाहिँ लिएर आइरहेको छु, धुनु लागि आइरहेको छु खोलामा। अन्त खोलामा चाहिँ धुनु चाहिँ मजा आउँछ नि त। अब घरतिर हो भने चाहिँ पानी सानो भएर धारामा एउटै लुगा पखाल्नलाई चाहिँ 10 खेप पानी थाप्नुपर्छ। त्यसैले चाहिँ यहाँ हो भने चाहिँ अब एक खेपमा पखालिहाल्छ। खोलामा आयो अन्त यहाँ चाहिँ भिजाउँदैछु लुगा अब म धुनु लागि। यहाँ चाहिँ अब उतापट्टि र यतापट्टि दुईवटा पोखरी रहेछ नि, उतापट्टि भिजायो भने चाहिँ बगाइहाल्दो रहेछ। यतापट्टि हो भने चाहिँ यहाँनिर चाहिँ यसरी भिजाउनु मिल्छ है ल। यसरी भिजायो यहाँदेखि अन्त यहीँ बस्छ, लुगाहरू बगाउँदैन। अब यहाँदेखि सब भिजाइसकेपछि एकवटा गर्दै लगेर चाहिँ अब यहाँ धुँदा, यहाँ ढुङ्गामाथि चाहिँ धुनु मिल्ने रहेछ नि त। धुने जग्गा चाहिँ यहाँ ढुङ्गामाथि रहेछ, राम्रो जग्गा। यहाँ ढुङ्गामाथि चाहिँ एकवटा गर्दै धुँदै अब बाक्लोहरू चाहिँ नसुक्ला जस्तो छ भने चाहिँ छिटो धुएर चाहिँ यिनीहरू चाहिँ सुकिएपछि चाहिँ अब छिटो प्याक गरेर लानु पऱ्यो घर त। यो सुकेन भने फेरि बोक्नु सक्दैन भनेर चाहिँ यो बाक्लोहरू चाहिँ धुँदै थिएँ, कोटहरू, हाफ कोटहरू। अनि साथसाथै यो बक्खुहरू मेरो होइन, बक्खुहरू। अनि ठुल्ठुलो कोट चाहिँ लिन आज धुनु लागि। फेरि ठुलो कोटहरू लियो भने त फेरि सुक्दैन भनेर चाहिँ लिएन। अब यो चाहिँ बक्खुहरू चाहिँ अब छिटो सुक्छ यिनीहरू चाहिँ घाममा, त्यसैले चाहिँ लिएर बक्खु दिएर सुकाउँदै थिएँ। त्यहाँदेखि चाहिँ अब यो यहाँनिर चाहिँ अब यो बक्खुहरू चाहिँ एउटा मात्रै नभएर 3-4वटा थियो नि त मेरो, दुईवटा चाहिँ आज लिएर आएर धुँदैछु। त्यहाँदेखि यहाँ पखाल्नु पर्ने सजिलो, घरमा आउने पखाल्नु साह्रो पऱ्यो भनेर चाहिँ यहाँ ल्याएर धुएको नि आज चाहिँ। अन्त हावा पनि चिसोसँग आइरहेको छ, धुनु मजा आइरहेको छ आज चाहिँ खोलामा। सधैँ भने चाहिँ मलाई चाहिँ लुगा धुनु अल्छी लाग्छ, अब त्यो लुगा धुनु नै अल्छी लाग्छ। त्यसरी चाहिँ यहाँ आज चाहिँ हो भने चाहिँ अब खोलामा गएर सजिलो भएर मात्रै, अरू बेला हो भने चाहिँ अल्छी लागेर धुनु पनि हो, धुँदिनँ ज्यादा जस्तो। सरपमा भिजाउँछु, निकाल्छु, पखाल्छु, सुकाउँछु नि। त्यसैले चाहिँ यहाँ चाहिँ आज धुँदै थियो खोलामा पनि। फेरि कोही आएन आज त, कोही छैन रहेछ, एक्लै रहेछु म भनेर सोच्दै धुँदै थिएँ। अनि यहाँदेखि चाहिँ मेरो अब पेनहरू पनि थियो नि त, कतिवटा चाहिँ पेनहरू लियो, पेनहरू पनि कतिवटा लिएको थियो। धोएर सुकाएर राखेर लगाएको पेन पनि, अब धोएर सुकेपछि फेरि लगाएर जानु पऱ्यो भनेर चाहिँ योहरू पनि धुँदैछु। अनि अब यहाँको पानी पनि चोखो फेरि मुलमा भएकोले अब चाहिँ बल्ल लुगा धुइसक्नु आँटिसक्यो। धुइसक्नु लास्ट पेन मात्रै रहेको छ, धुइसक्यो बल्ल शान्ति भयो। अब जिउ नुहाउँछु। अनि यहाँ लुगा धुइसकेपछि चाहिँ टक्कै जिउ नुहाउनु पऱ्यो भनेर चाहिँ जिउ नुहाउनुलाई चाहिँ खोलामा पसेर चाहिँ अब पौडी खेलिदिनु पऱ्यो भनेर। खोला पनि गहिरो छैन, चक्को पानी, तर गहिरो चाहिँ नभएकोले यताउता खेलिहाल्यो होइन। खेलेर जिउ पखाल गरेँ। त्यहाँदेखि यो लुगाहरू चाहिँ मेरो सुकाएको यसरी सुकाइरहेको छु ल। कतिवटा छ नि लुगा, थुप्रै छ नि यहाँ, 2 ब्याग लुगा हो नि ल, 2 ब्याग लुगा। त्यहाँदेखि चाहिँ टक्कै सुकाउँदाखेरि म लुगा सुकाइसकेर नसक्दाखेरि एकजना दाजु आएर यहाँ लुगा पनि धुनु हुँदैछ। एकजना दाजु पनि आइपुग्नु भयो ठिक्कै है ल लुगा धुनु। अनि तपाईँहरू पनि चाहनुहुन्छ भने आउनुहोस् है।